साथीहरु हामी चाहिँ सन्दकपुर आइपुगिसकेका छौं। सन्दकपुरबाट देखिने भ्यू हेर्नुहोस्, एकदमै बवाल देखिन्छ। यहाँ कुम्भकर्ण हिमाल देखिँदो रहेछ है। पुरै डाँडा हिम श्रृङ्खलाले भरिएको छ। अहिले हामी सन्दकपुरको बेस्टमा छौं। यहाँ होमस्टे, यो सन्दकपुरमा रहेको नेपालपट्टि रहेको होमस्टे। ए कले अच्छा पुरै लेकको बोटेको कुरो। हामी अहिले नेपालपट्टि छौँ अनि अलिकति तल झऱ्यो भने इन्डिया, भारतको एकदमै रमाइलो ठाउँ छ सन्दकपुर। हाम्रो चाहिँ गाडीले नतानेर 2-3 जना मात्रै माथि आइपुग्यौँ। अरू बाँकी साथीहरू तल हिँड्दै हिँड्दै जान्छ। कतिखेर आइपुग्ने हो सन्दकपुर? माथि पो पुगिसकेको छ। सन्दकपुरको पार्किङ गर्ने ठाउँ। हामीले त्यहाँ गाडी पार्किङ गरेको छौँ भने अहिले होटल लज बन्ने क्रम पनि रहेछ। र ह्याक्कै अब म चाहिँ त्यो माथिको डाँडामा जान लागेको साथीहरू। साँच्चै चिसो हावा चल्दो रहेछ। तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ तातो तातो लुगा लगाएर बोकेर भए पनि आउनु होला। निकै नै चिसो छ सन्दकपुर अहिले। अझै माथिको डाँडा चढ्ने उकालो चढ्दैछु साथीहरू। निकै नै तर खडा छ। यसलाई पुरै चढेर माथिको तपाईँहरूलाई भ्यू देखाउँछु ल साथीहरू। अरे बाफ, तर हाते कङ्ग्रेर कसम फोनै समात्नु गाह्रो भइसक्यो। देउराली पो रहेछ त केटा यहाँ त। ओइ कोचीमा ढुङ्गा लाउनु पर्ने हो, कोचीमा ढुङ्गा लाउनु पर्ने हो। मेरो उनीको लागि एउटा ढुङ्गा त थोरै राख्नु पर्यो हो। हुनेवाला जो भए पनि पापाले जन्माएकै होला। आमा र पापाले, उसको र मेरो चाहिँ छिटै भेट होस् अरे के। यो चाहिँ अन्तिममा ल यो ढुङ्गा चढ्नु पर्ने अब। एकछिन पख स्वर्ग हेर्ने भनेको यो हो नि त। स्वर्गमै आइपुगेको जत्तिकै छ त। स्वर्ग है स्वर्ग। धेरै भने जस्तो लाखुइ र त हामी भन्दा मुनि छ त है। फोटो खिच्दै एकछिन सन्दकपुर आइसकेको छौँ साथीहरू। झन्डै उडायो रोक्न यार, साँच्चै यार। उयो काट्यो त सन्दकपुर साथीहरू, तपाईँहरू पनि घुम्न आउनुहुन्छ भने एकदमै बाटो चाहिँ तर साह्रै सानो है। हेटेजका यार, जिन्दगीमा यस्तो बाटोमा चाहिँ मैले गाडी कुदाएको थिइनँ। तर सन्दकपुरको भ्यू चाहिँ सर अत्याधिक राम्रो रहेछ, हुँदो रहेछ क्या। यो चाहिँ स्वर्गमै आए जस्तो हुँदो रहेछ यार। हिमालको चाहिँ सिमखलै रहेछ क्या यो। यहाँदेखि सुरु भएको बिस्तारै अक्लिँदै होइन, अक्लिँदै त्यो हिमालहरूको नाम चाहिँ थाहा भएन। म्यापमा हेऱ्यो भने थाहा हुन्छ होला। तर यो चाहिँ यतिको चाहिँ हुनुपर्छ है साथीहरू। यतिको नेपालमै बसेर पनि यतिको प्रकृतिले दिएको ठाउँहरूलाई मिस गरियो भने चाहिँ हामी खासै जिउनुको अर्थ नहुन्छ कि क्या हो।